सो गाइस पात पकेट चेन्ज गरेँ के भयो केही भएको छैन अहिलेसम्म होइन अघि पनि भुटु भयो अहिले नै स्टार्ट हुँदैन होला यो यता चाहिँ पुरै लिक भइरहेछ फल 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 के छ बिहान भएपछि 3 बजे आयो बिहान सुता गरेर त्यही त सो गाइस यसरी ढेकाल्दैछु होइन हामी यस्तो दुःख गरिदियो नि होइन म्याच यु नो वाट आई मिन दिस got it. श्यामा गयो बाइक हिँडेर गाइस सरोजा पनि बोलाउने छु अब कसरी घर लाग्ने भन्ने कुरा हो हेलो गाइस पेट भगाउँदै आइरहेको छ सरोजहरू Okay, let's go. So guys, अब चाहिँ हामी बाइक लगाउन लाग्यो सुरु भयो एउटाको नतर्छ नरेछ पहिला यसको गाइस कासमा पुग्छ नि हुने नै के भयो भरौँ न त के हुन्छ त्यसो त मोबिल चेक गरिस् मोबिल चेक गरिस् धुवा आइरहेछ हैन मोबिल लेभल चाहिँ अलि कम भयो होला नि रकी गयो त तान्छ र ओकालोमा तान्छ र ओकालोमा कि यहाँ म यसो त घुराइ लगेँ
त्यही उ त्यहाँ माथि लानु पर्ला जस्तै छ है बस्न खोइ त्यही पनि भाडा के गर्ने घुराउने उतासम्म घुराउनु न मैले सब घुराउनु सक्छु हेर्नु पहिला होइन साइकल किन आएर के Oh guys, this is crazy. Oh, कस्तो भारी हो यो त अघि कहाँ हुन्छ मामाघर कहाँ हो त्यसको मामाघर बन्छको भयो नाच्नमा वंशको बाल म त फेरि त्यो डिस्टेन्स पुग्छ र डिस्टेन्स पुग्छ र डिस्टेन्स के दोरी भयो बिचबाट आउनु बिचबाट परेन त्यो अर्को साइडमा बाँध्ने ए दुइटा भन्नु हुँदैन हुँदैन हुन्छ त तर ब्रेक हान्नु तल ठोक्ला कि भन्ने कुरा हो क्या Lazım. Oi, weh, kyo. Ah. सजिलो मलाई चाहिँ कन्ट्रोल गर्न गाह्रो म बिचमा राख्नु खोजेको छु त्यही त के त काट्ने कसो खोल्ने म घर एकछिन गएर आउँछु है साइकल एउटा दिएर आउँछु नयाँ साइकल दिन आउँछ कि सर्भिसिङ त सर्भिसिङ होइन नयाँ साइकल किन्न आएको ए ल ल ल ल
गाइस ब्याट्री निकालेर चार्ज गरेपछि So guys, के छ आजको बाइकको हालत के हो गाइज अब अहिले पनि ठिक छ सबै हैन अब रेक्टिफायर एकचोटि चेन्ज गर्ने भनेर सोचिरहेँ म चाहिँ अब सक्यो ट्याक्क टाइममा आइपुग्छ तगा हुन्न के तगा हुन्न थियो हेर्दै त फोन न हेर्दै म त यहाँबाट हेर् नरिआयो क्या तहरूलाई हेर्लाई के बोलिरहेछ भने अफै भएन के मैले एमएसलाई यो टोङ गरेर पछि बन्नी भए होइन म त यस्तै होला भनेर नथाल्यो कहाँ जान्छ ल ठिक छ त साथी भयो त लमन बाय बाय सो गाइज अब आजको ब्लग चाहिँ यहीँ समाप्त हुन्छ त्यो कहिलेकाहीँ दुःख पनि हुन्छ होइन गाइज लेस के त्यो कहिलेसम्म चल्छ भने छुट्टै कुरा हो सायद मेरो बिचमा मलाई चले त राम्रो हो नभए त यो 1-2 दिनमै फेरि पनि यो जिम जानु जस्तो मलाई लाग्छ कसको बाइक देखिरहेको थियो नदेखा भयो झोक्ने भन्नुभयो एकदम उताबाट गइसकेको छ त्यो हैन अब लेट्स गो you know what I mean I'm in money in the house let's go so guys हेडलाइट चाहिँ अहिले नै गइसक्यो भन्दा नि हुन्छ नि गएन यस्तो हुन्छ क्या मलाई अघि भर्खर मैले हेडलाइट किनेर हालेको थिएँ अहिले हेडलाइट गएपछि त के भन्दा
उज्जवल भयो होइन अब हेर्नु न हेर्नु ल ऊ जान लाग्यो जान लाग्यो हेर्दै फाइल चाहिसक्यो त सो गाइस भक्तिमा छैन अब हामी चाहिँ घर जानेछु चाटो बाटो होइन सो गाइस म चाहिँ होइन अघि भर्खर यता कुरा गएँ के कुरा थाहै छैन तर मैले 4 दिन मात्रै 90 प्लस कुरा भने यस्तो स्पिडमा दिएर पिकअप ताने ओहो हुन त पहिला पनि त्यस्तै होला है स्पिडोमिटर मेरो बन्द थियो क्या अनि यो पाटो साइकल पारामा तान्ने रहेछ नि त थाहै छैन मलाई त सो गाइस यहाँ पनि छैन रहेछ है गान फोटो रहेछ अघि त्यो साइनको पो रहेछ भन्ने रहेछ क्या सबैलाई स्वागत छ फेरि आज हाम्रो नेक्स्ट डे हो होइन हिजो चाहिँ अब त्यो सोरुममा गएको त थियो तर सामानहरू पाएको छैन कहीँ पनि होइन मैले यता सेकेन्ड ह्यान्ड चाहिँ आज यता भेटाउनु सकिल सेकेन्ड ह्यान्ड चाहिँ भेटाएँ अब त्यो किन जानेछु होइन गाइस यु नो व्हाट आई मीन money भने जस्तै लेट्स गिभ इट शट होइन अनि त्यही हो गाइस खाना खानु भएको भएन सबैलाई बिहान हेरिरहेको छ कि राति हेरिरहेको छ होइन अब यही भन्ने अब आजको दिन सुरु गर्दैछु लेट्स गो यु नो व्हाट आई मीन money कसरी हड्क्यो गान पो त्यसलाई त्यसले एकैछिन त म्यान निकाल्न Oh, this is a view, guys. बसल चाहिँ यहीँ हो मान्छे आउँदैछ अरे सुके धाराबाट भनेपछि टाइम लाग्छ चियासा खान बोलाएको So guys, you know what I mean money So guys, rectifier चाहिँ तल छैन So guys, हामीसँग चाहिँ यता जमलको त्यो स्पेयर पार्ट भन्छ होन्डा सुन त्यहाँ चाहिँ छ अरे अब त्यहीँ जानु लाग्यो नजिकै हो अहिले म चाहिँ त्यसको होइन जमलको नजिकै नै छु भने मैले के भन्छ राजेन पार्क भन्छ राजेन पार्क कतिपछि यता आएको हेर म त मलाई काठमाडौँ नै के अन्त म काठमाडौँतिर आउँदिनँ नि त
crazy guys. Pa 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 pa. Oof, fucking hot man. Bike भित्र हाल्यो यार. कसरी निकाल्ने त? छम्मा हाल्यो भाइ. यहाँबाट चाहिँ त्यही एउटै हो रे साइन र यसको त्यस्तो भनेर पठाइदियो. सो गाइस हाम्रो चाहिँ अब यो ओरिजिनल राख्यो भने भोलि चाहिँ अहिले छैन क्या के भइरहेछ. अब खोलिदिन्छु अब भोलि मात्र गाइस. भ्लग त 3 दिनको आउने भयो. खाना खाएको छैन अब डाइरेक्ट खाजा खानु गाइस. त्यसो चुच्चा नै खिचौँ बिचरा यसो के बाइक नि चलाइरहेको छ. चुच्चा नै खिचौँ भनेको खिचिरहेछ यो त. सो गाइस अब चाहिँ हामी घर जानु लाग्यो अनि भोलि भेट्छौँ होइन गाइस. यु नो व्हाट आई मिन. सो व्हाट्स अप गाइस. आज अब भइसक्यो आजको दिनको सुरुवात. अब रकी मलाई दिन आउनेछ अनि हामी जानेछौँ वर्कसप हाम्रो गियरहेडमा होइन. अब यति भन्नेमा अब आजको भ्लग फेरि आजबाट फेरि कन्टिन्यू हुनेछ. यो त लङ सिरिज पो हुन्छ के हो गाइस होइन. एकदम यु नो व्हाट आई मिन मनी के भन्दै ओडारमा डुबिसकेँ गाइस म. क्रेजी लेट्स गो इट. सो गाइस हामी तपाईँ चल्दै गयो गाइस. सो गाइस यो चाहिँ अब फेरि नयाँ 3 तारको पनि किनेर ल्याएँ है. तर भएको रहेनछ क्या. सबै पुरै तार नै फेरिदिन लागेको छु. ओमन छ हाम्रो साथमा. सो गाइस यो चाहिँ अब ब्याट्रीले नै परेको रहेछ होइन. अब यो ब्याट्री फेरेर आएँ. अब चाहिँ कस्तो हुन्छ यस्तो कि त. अब
कति रमाइलो हाम्रो पनि काम गरेछ भनेर घरमा पाएर जिल्ला चिम्सको सफाइ चिम सफाइ इधर आने नहीं बा हाँ भाई ना कोई हाँ हाँ और ये तो बांध तो बनाए टेन्सन अब त्यही हो अब त्यसले ब्याट्रीले अब प्रब्लम नदिँदै हुन्छ हैन वाइरिङ गरेर खतरा ठो बिजनेस नै रहेछ सबैले हर्न पनि हेरिदिनु भएको छ